नमस्ते है। पार्टीको झन्डा बोकेर हिँड्ने मेरा प्यारा दाजुभाइहरूलाई मलाई थाहा छ तपाईँ वर्षौँदेखि एउटै पार्टीमा हुनुहुन्छ। झन्डा बोक्नुभयो, नारा लगाउनु भयो, देशका लागि टाउको फुटाउनु भयो। तर दाइ, आज एकचोटि झन्डा भुइँमा राखेर मेरो कुरा सुन्नुहोस् त। तपाईँले झन्डा बोकिरहँदा तपाईँको नेताको छोराछोरी कुन महँगो स्कुलमा पढ्छन् र तपाईँको छोराछोरी कुन खाडीको तातो बालुवामा पसिना बगाउँदैछन्, कहिले हिसाब गर्नुभएको छ? तपाईँले चुनावमा रगत पसिना एक गरेर नेतालाई जिताउनु भयो। नेता गाडीमा हिँड्ने भयो, काठमाडौँमा महल ठडायो, आफ्ना नातागोतालाई जागिर लगायो। तर तपाईँ त अझै पनि त्यही पुरानो झन्डा बोकेर त्यही नेताको गेटमा काम मिलाइदिनुहोस् न भन्दै कुर्दै हुनुहुन्छ। तपाईँको निष्ठालाई उनीहरूले दासता सम्झिए दाइ। तपाईँको भोटले उनीहरूको घरको भगारी भरियो, तर तपाईँको घरको ऋण कहिल्यै घटेन। ललिता निवासदेखि नक्कली शरणार्थी काण्डसम्म जति पनि भ्रष्टाचारका काण्ड भए, त्यसमा तपाईँका ती पूज्य नेताहरूकै नाम आयो। तपाईँ झन्डा बोकेर उनीहरूको बचाउ गर्नुहुन्छ, तर उनीहरूले यो देशको भविष्य बेचिसके। के तपाईँले आफ्नो पार्टी र नेतालाई सुधार्न सक्नुहुन्छ? सक्दै सक्नुहुन्न, किनकि उनीहरूलाई तपाईँको विवेक होइन, तपाईँको भोट मात्र चाहिएको छ। दाइ, पार्टीभन्दा ठुलो देश हो, अनि देशभन्दा तपाईँको सन्तानको भविष्य ठुलो हो। अब बाह्र दाइ भन्न छोड्नुहोस्। यत्रो वर्षसम्म एउटैलाई बोकेर कता पुग्यौँ? अब एकचोटि नयाँलाई मौका दिएर हेरौँ न। 5 वर्ष घन्टी बजाएर हेरौँ न। यदि नयाँले पनि बिगारे भने अर्को पटक उनीहरूलाई पनि हटाउँला। तर पुरानालाई फेरि भोट दिनु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो। दाइ, झन्डा बोक्न छोड्नुहोस्, अब आशा बोक्नुहोस्। फागुन 21 गते भोट हाल्दा आफ्नो नेतालाई होइन, घरमा सुतिरहेको आफ्नो सन्तानको अनुहार सम्झनुहोस्। यसपालि घन्टी बजाउँ, देश जोगाउँ। जय नेपाल।